Hello everyone, we are back again in our page Driven to Succeed. आज हामी फेरि पनि एउटा नयाँ भिडियो लिएर आएको छौं। आज हाम्रो टपिक रहेको छ शक है। हामीले जसो यो क्वेशन एक्जाममा सोधिरा हुन्छ, डिफाइन शक, राइट इट्स क्लासिफिकेसन, राइट द म्यानेजमेन्ट अफ हाइपोभोलेमिक शक, मोस्ट इम्पोर्टेन्ट क्वेशन हो। त्यही भएर आज हामीले यो क्वेशनलाई कसरी राम्रोसँग लेख्ने, कसरी हाम्रो सब्जेक्टिभ एक्जाममा राम्रो स्कोर गर्ने यस्तो क्वेशनमा जान्ने छौं। अब हामीले सुरुमा शकको डिफाइन गर्ने छौं। सो अब हामी डेफिनेसनमा ध्यान दिन्छौं। डिफाइन शक भनेको छ है। त्यही भएर हामीले एन्सरमा जहिले पनि शक इज डिफाइन्ड एज भनेर लेख्नु पर्छ। कुनै पनि कुरालाई डिफाइन भनेको छ भने ड्याश इज डिफाइन्ड एज भनेर लेख्नु है। क्वेशनमा त्यस्तो लेखेको छ भने सो हामीले के लेख्ने भन्दा शक इज डिफाइन्ड एज अ क्लिनिकल सिन्ड्रोम है। सिन्ड्रोम हामीले किन लेख्छौं किनभने शकमा धेरै साइन एन्ड सिम्पटम्स हुन्छ। सो द ग्रुप अफ साइन एन्ड सिम्पटम्स इज नोन एज सिन्ड्रोम है। सिन्ड्रोम भनेको ग्रुप अफ साइन एन्ड सिम्पटम्स हो। त्यही भएर हामीले के लेख्ने इज अ क्लिनिकल सिन्ड्रोम विच इज क्यारेक्टराइज बाई टिस्यु हाइपोपरफ्युजन एन्ड सिभियर डिसफङ्सन अफ भाइटल अर्गेन्स। टिस्यु हाइपोपरफ्युजन भनेको जुन हाम्रो बडीमा टिस्युहरू हुन्छ त्यहाँ हाम्रो अक्सिजन पुग्न पाएको हुँदैन। एन्ड सिभियर डिसफङ्सन अफ भाइटल अर्गेन, अब हाम्रो टिस्युमा अक्सिजन पुगेन भने अर्गेनहरुमा पनि अक्सिजन पुगिरा हुँदैन। त्यही भएर अर्गेनहरुले राम्रोसँग काम गर्न सकेको हुँदैन। त्यही भएर सिभियर डिसफङ्सन अफ भाइटल अर्गेन्स है। हामीले यसको डेफिनेसनलाई मज्जाले हेर्न सक्छौं। एकदमै सिम्पल र सजिलो छ, यो मज्जाले मेमोराइज गर्न सकिन्छ। अब 2 मार्क्समा सोधेको छ भने यति मात्र लेखेर छोड्नु हुँदैन, हामीले एक्स्ट्रा अरु केही लेख्नुपर्छ। मैले पहिलाको भिडियोमा पनि भनेको छु। अब डिफाइनै सोधेको छैन भने यति लेख्दा फुलफिल हुन्छ है। तर डिफाइन सोधेको छ त्यो 2 मार्क्समा हुन्छ। त्यही भएर हामीले डिफाइन लेखेर एक्स्ट्रा एउटा पोइन्ट अथवा केही थपिदिनु पर्यो भने हाम्रो एक्स्ट्रा एफर्ट देखिन्छ र मार्क्स आउने चान्सेस बढी हुन्छ। त्यही भएर एक्स्ट्रा केही लाइन लेख्नुपर्छ। जस्तो कि हामीले के लेख्न सकिन्छ भने इट इज क्यारेक्टराइज बाई pallor, sweating, cold and clammy skin, persistent hypotension, peripheral cyanosis है। pallor भनेको हाम्रो बडी येलोइश देखिन थालेको हुन्छ, स्वेटिङ हुन्छ, एकदमै सिभियर स्वेटिङ भइरा हुन्छ है। कोल्ड एन्ड क्ल्यामी स्किन, हाम्रो स्किनहरु एकदमै चिसो भएको हुन्छ। पर्सिस्टेन्ट हाइपोटेन्सन, अब हाम्रो बीपी शक भएको पेशेन्टको बीपी एकदमै कम भएको हुन्छ है, हाइपोटेन्सन भएको हुन्छ। अनि पेरिफेरल साइनोसिस हुन सक्छ, जस्तो हाम्रो फिंगरको टिप्सहरुमा, नोजहरुमा, लिप्सहरुमा हैन अक्सिजन नपुगेर त्यो ब्लुइश डिस्कलरेसन हुन सक्छ, साइनोसिस हुन सक्छ है। सो हामीले यो एक्स्ट्रा पोइन्ट अब तपाईहरुसँग धेरै टाइम छ भने 2-3 टा इन्क्लुड गर्न सक्नुहुन्छ। सकिन्छ भने सबै लेख्दा हुन्छ, हजुरहरुको स्पिड राम्रो छ भने। अब हामी अगाडि बढ्ने छौं। क्वेशनमा डिफाइन सँगै क्लासिफिकेसन पनि सोधेको छ है। सो हामीले सिधै क्लासिफिकेसन भनेर चाहिँ छोड्न मिल्दैन है। हामीले पुरै लेख्नु पर्ने हुन्छ। टाइप्स अफ शक क्यान बी क्लासिफाइड एज अथवा टाइप्स अफ शक इज रिटन एज फलोइङ भनेर केही न केही चाहिँ यो पुरै सेन्टेन्समा लेख्नुपर्छ। हामीले टाइप्स अफ शक क्यान बी क्लासिफाइड एज भनेर लेख्यौँ है। हाम्रो शकको टाइप्स कतिवटा छ? 5 टाइप्स। अब यहाँ हामीले देयर आर 5 टाइप्स अफ शक भनेर पनि लेख्न मिल्छ है। त्यो पनि लेख्दा एकदमै राम्रो हुन्छ। सो हामीले फर्स्टमा के लेख्ने? हाइपोभोलेमिक शक, सेकेन्डमा कार्डियोजेनिक शक, त्यसपछि न्युरोजेनिक शक, एनाफाइलेटिक शक एन्ड सेप्टिक शक। यदि क्वेशनमा हाम्रो डिफाइन शक अनि राइट इज क्लासिफिकेसन मात्र 5 मार्क्समा सोधेको छ भने हामीले के गर्नुपर्छ भन्दा डिफाइन यस्तै लामो लेख्ने, त्यसपछि हामीले टाइप्स अफ शक लेखेर शकलाई पनि डिफाइन गर्ने कि हाइपोभोलेमिक शकको डेफिनेसन लेख्ने, कजेस लेखिदिने, कार्डियोजेनिक शकको डेफिनेसन, कजेस, यसै गरी सबको डेफिनेसन र कजेस लेख्दियो भने हाम्रो एन्सर अलि लेन्दी हुन्छ र 5 मार्क्स स्कोरिङ खालको हुन्छ है। यतिकै यति मात्र 5 वटा टाइप्स लेखेर छोड्दिने मेरो मार्क्स आउँछ भनेर चाहिँ सोच्नु हुँदैन है। क्वेशनमा क्लासिफिकेसन सँगसँगै म्यानेजमेन्ट सोधेछ, त्यही भएर हामीले टाइम म्यानेज गर्न गाह्रो हुन्छ। त्यही भएर हामीले डेफिनेसन नलेखेको। अब शकको डिफाइन र क्लासिफिकेसन मात्र 5 मार्क्समा सोधेको छ भने यसलाई पनि डिफाइन गर्ने, यसको भित्रभित्र अलिअलि लेख्नुपर्ने हुन्छ, बल्ल मार्क्स आउँछ है। यतिकै खाली चाहिँ छोड्नु भएन। र अर्को कुरा कहिलेकाहीँ हाम्रो एमसीक्यूमा सोधिरा हुन्छ है। यो दुईटाको पनि अब यसको भित्र 2टा टाइप्स छ है। कहिलेकाहीँ हामीले त्यो पनि जान्नुपर्ने हुन्छ। यो दुईटा शक चाहिँ हाइपोभोलेमिक र कार्डियोजेनिक शक चाहिँ अब्स्ट्रक्टिभ शक भित्र पर्छ भने
न्युरोजेनिक, एनाफाइलेटिक र सेप्सिक सक चाहिँ डिस्ट्रिब्युटिभ सकमा पर्छ। यो एमसीक्यूमा सोधिरहेको हुन्छ है। अब जस्तो एमसीक्यूमा विच अफ द फलोइङ इज नट द डिस्ट्रिब्युटिभ सक भनेर सोधिदिन्छ, अनि यो 3टा राखेर एउटा यो 2टाबाट एउटा राखिदिन्छ। सो हामीले यो 2टाबाट एउटा जुन हुन्छ त्यो चुज गर्नुपर्ने हुन्छ। त्यही भएर यो पनि चाहिँ जानिराख्नु एकदमै इम्पोर्टेन्ट छ। अब टाइम छैन भने नलेख्दा हुन्छ, टाइम छ भने यसै एरो बनाएर लेख्दा हुन्छ। अब तपाईँहरूको लागि बेनिफिसियल हुन्छ है। अर्को पार्टमा के सोधेको छ भने म्यानेजमेन्ट अफ हाइपोभोलेमिक सक सोधेको छ है। सो म्यानेजमेन्टमा हामीले के लेख्ने, हाम्रो हाइपोभोलेमिक सकको बारेमा म्यानेजमेन्ट लेख्ने हो। सो त्यसको बारेमा 1-2 लाइन लेख्दा एकदमै इफेक्टिभ हुन्छ है। जस्तो हामीले द सक विच इज कज बाई डिक्रिज इन सर्कुलेटिङ प्लाज्मा भोल्युम इज कल्ड हाइपोभोलेमिक सक। हामीले यति लेख्दा पनि एकदमै इफेक्टिभ हुन्छ। टाइम छ भने अझै के लेख्दा पनि हुन्छ, होइन भने यति लेख्दा चाहिँ राम्रो हुन्छ। अब हामी म्यानेजमेन्टतिर लाग्नेछौँ। सकको म्यानेजमेन्ट हाम्रो 3वटा भागमा बाँड्न सकिन्छ। सुरुमा हामीले के लेख्ने, इनिसियल एसेसमेन्ट अफ पेसेन्ट है। सुरुमा हामीले इनिसियल पेसेन्टलाई कसरी एसेस गर्ने भनेर लेख्न सकिन्छ। त्यसपछि इमिडिएट इन्टरभेन्सन, तुरुन्तै के गर्ने। त्यसपछि त्यसको डेफिनेटिभ ट्रिटमेन्ट के हो त्यो लेख्न सकिन्छ है। डेफिनेटिभ ट्रिटमेन्ट हामीले फ्लुइड थेरापी नै हुन्छ, त्यही भएर फ्लुइड थेरापी लेख्दा पनि हुन्छ, डेफिनेटिभ ट्रिटमेन्ट लेख्दा पनि हुन्छ। हो फर्स्टमा हाम्रो के छ, इनिसियल एसेसमेन्ट अफ पेसेन्ट। यसमा हामीले 5वटा कुरा ध्यान राख्नुपर्ने हुन्छ, ABCD एन्ड E। सो हाम्रो फर्स्टमा इनिसियल एसेसमेन्ट अफ पेसेन्टमा हामीले ABCDE को बारेमा जान्नेछौँ। हामीले पहिला चाहिँ ABC मात्र लेख्ने गर्थ्यौँ, तर अब चाहिँ हामीलाई ABCD एन्ड Eलाई पनि इन्क्लुड गर्नुपर्ने हुन्छ है। हामीलाई थाहा छ Aबाट एयरवे, Bबाट ब्रिदिङ, Cबाट सर्कुलेसन, Dबाट डिजेबिलिटी अनि Eबाट एक्सपोजर हुन्छ। अब यसको भित्र पनि हामीले लेख्नुपर्ने हुन्छ है। एयरवेमा के लेख्ने त, एन्स्योर एयरवे इज ओपन, त्यो पेसेन्टको एयरवे ओपन छ कि छैन भनेर हेर्ने है। सेकेन्डमा चाहिँ ब्रिदिङमा उसले अक्सिजन चाहिन्छ भने अक्सिजन प्रोभाइड गर्ने, उसको रेस्पिरेटरी रेट मोनिटर गर्ने है। थर्डमा के हुन्छ, सर्कुलेसन। अब सर्कुलेसनमा उसको पल्स चेक गर्ने, पल्स फिल छ कि छैन, ब्लिडिङहरू छ भने त्यसलाई प्याक गरेर कन्ट्रोल गर्ने है। अर्को चाहिँ डिजेबिलिटी, एसेस न्युरोलोजिकल स्टेटस, त्यो मान्छे कन्सियस छ कि कन्सियस छैन, सेमी कन्सियस छ, उसको GCS चेक गर्ने, ग्लासको कोमा स्केल एकदमै इम्पोर्टेन्ट हुन्छ। कहिलेकाहीँ हेड इन्जुरी भएर हाइपोभोलेमिक सक हुनसक्छ है, त्यही भएर उसको हामीले GCS हेर्ने, कन्सियस छ कि छैन भनेर। अर्को चाहिँ एक्सपोजर। एक्सपोजरमा के हुन्छ, हामीले पेसेन्टको पुरै कपडा खोलेर होइन, अरू उसको कहीँ इन्जुरी छ कि, ऱ्यासेसहरू छ कि, साइन अफ इन्फेक्सन हामीले किन हेर्ने, किनभने यसले कहिलेकाहीँ सेप्टिक सकहरू पनि गराउन सक्छ है। त्यही भएर हामीले सबै चेक गर्ने, उसको भाइटल्सहरू सबै मोनिटर गर्नुपर्ने हुन्छ। अब हामी सेकेन्डमा इमिडिएट इन्टरभेन्सनमा जानेछौँ है। यसमा हामीले सुरुमा पोजिसन मेन्टेन गर्नुपर्ने हुन्छ, एकदमै इम्पोर्टेन्ट पोइन्ट हो। पेसेन्टको पोजिसन मेन्टेन गर्नु एकदमै जरुरी छ। हामीलाई यसलाई के भन्छौँ, ट्रेडलेन बग पोजिसन। यसमा के गर्नुपर्ने हुन्छ, हामीले बिरामीको फुटलाई एलिभेट गर्नुपर्ने हुन्छ। अब कुनै पिलो राखेर हुन्छ कि बेडलाई नै एलिभेट गरेर हुन्छ, बिरामीको फुट चाहिँ एलिभेसन गर्नुपर्ने हुन्छ। अर्को चाहिँ भाइटल मोनिटरिङ, हामीले यसमा एसेस गरेको थियौँ, अब यसमा हामीले इमिडिएट इन्टरभेन्सन गर्ने है। हामीले भाइटल्समा के हुन्छ, पल्स, BP, सेचुरेसन, रेस्पिरेटरी रेटदेखि लिएर सबै मेजर गर्ने है। अब हामीले ब्लिडिङ कन्ट्रोल गर्ने यसमा लेखेका थियौँ। अब कसरी कन्ट्रोल गर्ने त, डाइरेक्ट प्रेसर लगाएर हुन्छ कि टर्निकेट अप्लाई गरेर, टर्निकेट धेरै बेरसम्म चाहिँ अप्लाई गर्नु हुँदैन, यो चाहिँ मिल्दैन, तर इनिसियली थोरै टाइमसम्म चाहिँ लगाउन मिल्छ। सो डाइरेक्ट प्रेसर, टर्निकेट अर सर्जिकल प्रोसिडियर। अब उसको भेन आर्ट्रीहरू काटेको छ भने त सुचर नै गर्नुपर्ने हुन्छ, सर्जनले गर्नुहुन्छ, त्यही भएर सर्जिकल प्रोसिडियरहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ। त्यसपछि क्याथेट्राइजेसन लगाउने, जसले पनि सकको बिरामी मेनली हाइपोभोलेमिक सकमा फ्लुइड लस भएको हुन्छ, त्यही भएर उसको इनपुट आउटपुट चार्टिङ चाहिँ गर्नुपर्ने हुन्छ। यो IO भनेको चाहिँ इनपुट आउटपुट चार्टिङ भन्छ, टु मोनिटर युरिन आउटपुट है। क्याथेटर किन लगाउने त, उसको कति ml युरिन पास भयो कि पासै भएन, फ्लुइड लस धेरै छ कतिको छ, त्यही भएर त्यो मेजर गर्नलाई चाहिँ क्याथेटर लगाउनु पर्ने हुन्छ। अर्को चाहिँ इमोबिलाइजेसन, हामीले कुनै पनि बडी पार्टमा इन्जुरी छ, फ्र्याक्चरहरू छ भने त्यो पार्ट धेरै मुभमेन्ट नहोस्, फर्दर अझै कम्प्लिकेसन नहोस् भनेर स्प्लिन्ट लगाउनु पर्ने हुन्छ है। अर्को चाहिँ किप पेसेन्ट वार्म टु प्रिभेन्ट हाइपोथर्मिया। अब पेसेन्ट एकदमै कोल्ड हुन्छ, ग्ल्यामी स्किन हुन्छ होइन, त्यही भएर उसलाई अलि वार्म राख्नुपर्छ हाइपोथर्मिया प्रिभेन्ट गर्नलाई।
अब हामी ट्रिटमेन्टको लास्ट पार्टमा पर्नेछौँ। लास्ट पार्ट हाम्रो के हो, डेफिनेटिभ ट्रिटमेन्ट अर फ्लुइड थेरापी। यसमा हामीले अभियसली फ्लुइड थेरापी भनेपछि फ्लुइडहरू दिनुपर्ने हुन्छ। सुरुमा के गर्ने भन्दा त ओपन आइभी लाइन हामीले 2टा क्यानुला खोल्ने, लार्ज बोर क्यानुलाले जस्तो 16 गज अथवा 18 गजले 2टै हातमा खोल्ने है। त्यसपछि हामीले के गर्ने, फ्लुइड रिप्लेसमेन्ट गर्ने। हामीले रिङ्गर ल्याक्टेट आरएल अथवा नर्मल लाइन एनएस दिन मिल्छ। इफ 40% भन्दा धेरै ब्लड लस भएको छ भने ब्लड ट्रान्सफ्युजन पनि गर्नुपर्ने हुन्छ है। त्यही भएर फ्लुइड लस एसेसमेन्ट गर्ने, त्यसपछि ब्लड ट्रान्सफ्युजनहरू गर्ने। इफ इमिडिएटली हाम्रो ब्लडहरू एभाइलेबल छैन भने हामीले डेक्स्ट्रन र हेमासिल पनि दिन मिल्छ। सो आजको भिडियो हाम्रो सक र त्यसको क्लासिफिकेसन र हाइपोभोलेमिक सकको म्यानेजमेन्टको बारेमा थियो। हामीले यसरी एन्सर लेख्दा चाहिँ इक्जाममा एकदमै हेल्पफुल हुन्छ। टाइम म्यानेज गरेर आफ्नो स्पिड बढाएर जसरी हुन्छ राम्रोसँग एन्सर लेख्नुपर्ने हुन्छ मार्क्स स्कोर गर्नको लागि। यसरी नै लेखे भने इक्जामिनरहरू पनि एट्र्याक्ट हुन्छ अनि मार्क्स स्कोर गर्ने चान्स धेरै हुन्छ। आजको हाम्रो भिडियो यहीँ एन्ड हुन्छ। हामीले सकको बारेमा राम्रोसँग पढ्यौँ। अब तपाईँहरूलाई कुनै पनि टपिक गाह्रो लागेको छ भने प्लिज यु क्यान टेल अस इन द कमेन्ट एन्ड स्टे ट्युन। राम्रोसँग पढ्नुहोस्, स्टडी हार्ड। सी यु इन द नेक्स्ट भिडियो। बाई बाई, टेक केयर।